बालेन शाहलाई केपीसँग भिडाएर फेरि पराजित गराएर फेरि सांगीतिक यात्रा मतलब कि यो र्यापै गाउने पेसामा फेरि फर्किन्छन् बालेन शाह भनेर भन्नुभएको छ एमालेका नेताहरूले के सांगीतिक यात्रातिर फर्किने लयमा होइन। हामीले चुनाव हार्यौं भने त हामी र्याप गाउन फर्क्यौंला, हामी बजारमा फेरि पनि हिरो भएर आउँला, कलाकार भएर आउँला। तर उहाँहरूले चुनाव हार्नुभयो भने त फेरि दिल्ली बजार कारागार हो उहाँहरू त जाने। कम्तीमा हामी त बाहिर आउँदै गर्दा पनि हिरो भएर नै आउन सक्छौं, फेरि कलाकार भएर पनि आउन सक्छौं फेरि। तर उहाँहरू जताबाट आए पनि जाने भनेको फेरि त्यो दिल्ली बजार कारागारै हो। अहिलेबाट उहाँहरूलाई बरु सुन्दारा कारागार सजिलो हुन्छ कि दिल्ली बजार कारागार हुन्छ कि वा नक्खु कारागारमा अस्ति रवि लामिछानेजी बसेको ठाउँमा सजिलो हुन्छ भने अहिलेबाट अग्रिम बुक गर्नुभयो भने तपाईँहरूलाई भोलि सहज हुन सक्ला। भोलि यस्तो पनि परिस्थिति आउन सक्छ कारागारभित्र नअटेर छुट्टै पाल्ना गरेर पनि राख्नुपर्ने हुन सक्छ। एमालेको बादशाह भन्नुभयो, अर्कोले आएर म एमालेको बाघ हुँ भन्छ, अर्कोले आएर म एमालेको सिंह हुँ भन्छ। त्यो बाघै भए पनि सिंहै भए पनि हामीले मान्यौं महेश बस्नेत एमालेको बाघै हुनु होला, एमालेको सिंहै हुनु होला। तर बाघ भए पनि सिंह भए पनि जनावर त जनावरै हो नि। राष्ट्रिय स्वतन्त्र पार्टीमा चिया बेच्ने छन्, जुत्ता बेच्ने छन्, चामल बेच्ने छन्, सामान्य डोकोको भाँडाकुँडा बेच्ने छन्। तर कांग्रेसमा हेर्यो भने कोही देश बेच्ने छन्, कोही आमा बेच्ने छन्, कोही बालबटार बेच्ने छन्, कोही व्हाइट बडी नै बेच्ने छन्। प्लेन चढ्दाखेरि चक्लेट खाने हो, सिंगै प्लेन नै खानेहरू छन्। नेपालको प्रधानमन्त्री भारत जाने बेला उताबाट 2टा छाउरो पठाउन तयारी गरिरहेको छ। अब यो भन्दै जाँदाखेरि ओहो प्रधानमन्त्रीलाई कुकुर दिएर प्रधानमन्त्रीको अपमान भयो भन्ने लाग्ला। प्रधानमन्त्रीको अपमान होइन, कुकुरको अपमान भयो क्या। पान्ना गायब भयो भनेर चाहिँ जसरी भनिएको छ, अब यो पान्ना यसको साइज बढाउँदा बढ्ने हो, घटाउँदा घट्ने हो। 4 सिटले 5 सिटले प्रधानमन्त्री खोज्न थालियो भने त हुँदैन। 4-5 सिटमा फिल्म त चल्दैन भने सरकार कसरी चल्छ? तपाईँ 4 जना मात्रै फिल्म हलमा जानु भने फिल्म चल्छ त? चल्दैन। 5 जना मात्रै जानुभयो भने माइक्रो त हिँड्दैन भने सरकार हिँड्दैन। तर जति बेला पनि केटाकेटी जस्तो हलभित्र छिर्न पाएको छैन। प्रधानमन्त्री चाहियो, प्रधानमन्त्री चाहियो, अहिले चाहियो, पहिल्यै चाहियो, भैली खेल्न आएको जस्तो। अरू माननीयले गाडी ड्राइभर राख्छन्, ट्याटा टुटु देखिन्छ। हजुर आफै गाडी चलाएर हिँड्नु भएको छ। देश चलाउन हिँडे मान्छे गाडी चलाउनु त आफै चलाउनु पर्ने होइन। तपाईँसँग कति छ सुन भन्ने ज्यू? तपाईँ त सुनकै काम गर्ने। तपाईँ खानीमा नुनको सुनारसँग सुनको के कुरा गर्नुहुन्छ यार? प्रधानमन्त्री बालेन शाहलाई तपाईँले नि भेट्न पाउनु भएको छैन, के हो? काममा भेट्ने हो। देशको प्रधानमन्त्रीलाई अब चिया खाने बेला भेटौँ भन्ने, भात खाने बेला भेटौँ भन्ने, साँझ पर्यो भेटौँ भन्ने, बिहानै भयो भेटौँ भन्ने। प्रतिपक्षहरूले यो बजेट राम्रो आएन भनिरहेछन्। त्यही मैले भने अब त्यो रसो दीर्घ मात्रै हेरेर राम्रो नराम्रो भन्न थालियो भने त एउटा कुरा भयो। त्यसैले गर्दा संसारकै उत्कृष्ट अर्थमन्त्री मध्ये, उत्कृष्ट अर्थविज्ञ मध्ये एकजना अर्थविज्ञले नेतृत्व गरेको यो बजेट, यो बुद्धको भाषा बुद्धले बुझ्छन्, बुद्धको भाषा बुद्धले बुझ्दैन। त्यसैले सर्पको खुट्टा सर्पले देख्छ। त्यसैले अर्थको कुरा अर्थ बुझेको मान्छेले बुझ्छ, अर्थ नबर्थको मान्छेले बुझ्दैन। पूर्वमा गाडी ठोकिएर 2 जनाको नाक भाँचियो रे भन्ने समाचार आयो भने नाक कहाँ पर्छ भनेर सरकार छानबिन समिति बनाउने, अनि छानबिन समितिले चाहिँ मुखभन्दा मात्र आँखाभन्दा तलतिर 2टा प्वाल भएको डाँडोलाई नाक भनिन्छ। ढाडमा बलियो हड्डी राख्ने, यहाँ कमजोर हड्डी राखेका कारणले गर्दा नाक भाँचियो, भगवानलाई कारबाही गर्नुपर्छ भनेर सिफारिस बुझाउने। लेखा परीक्षाको काम भनेको सम्बन्धित कार्यालयले गरेको बदमाशीलाई कानुनी प्रक्रियाबाट चट्ट मिलाएर लेपन लगाइदिने भन्दा अर्को काम देखिया छैन। तपाईँ हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने भन्दा अरू काम भएको छैन। हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने। अस्ति हाम्रो प्रधानमन्त्रीको उम्मेदवारले भने जस्तो बाटो नबनाउनेलाई पाता पार्ने हो कि भाटा हान्ने हो कि के हान्ने हो, मेरो यसमा पनि स्पष्ट छ कुरा। अस्तिसम्म ट्वाक्क हान्ने भन्ने एउटा भाइरल भइरहेको थियो। हान्नु पर्ने कुरा हान्न पर्छ। अस्ति मेरो एउटा आयो त्यहाँ खगेन्द्र सुनारले मास्टरलाई भाटा हान्छु भन्यो भने विद्यार्थीलाई जातीय विभेद गर्ने मास्टरबाट, मास्टरले विद्यार्थीलाई जातीय विभेद गर्ने, दलितको पुतला जलाउने, दलितलाई कालो मसला लाउने, दलितलाई देश निकाला गर्ने, कसको राज्य? फेरि के भन्नु भने एमालेको सरकार आयो भने यिनीहरू जाने जेलै हो भनिरहनु भएको छ। त फेरि ठाङकोट कटाउने, ठाङकोट पहिलाको पालामा भन्थ्यो ठाङकोट कटाउने भन्थ्यो। त फेरि अहिले हामी त आयौँ भने, हामी आउन पाएनौँ भने चाहिँ हामी थानकोट काटेर जान पाउँछौँ। तर उहाँहरू आउन पाउनु भएन, उहाँले थानकोट काट्नु भने उहाँले घरको दैलट काट्न पाउनु हुँदैन। अर्को तपाईँले भन्नुभयो उताको सभापति यता आएर केन्द्रीय सदस्य मात्रै हुनुभयो भनेर भन्नुभयो।
नेपालको 100 रुपियाँ अमेरिका लग्यो भने कति रुपियाँ हुन्छ भोटकललाई उज्यालो घामलाई दिनुहोस् देश लुटेर खाने जिम्मा हामीलाई दिनुहोस् भोटकललाई हरियो रुखमा दिनुहोस् रुखमा भोट माग्न आयो मुखमा दिनुहोस् रुखमा भोट माग्न आयो मुखमा दिनुहोस् आउँदो निर्वाचनमा कांग्रेस मुख लिएर आउँछ कि रुख लिएर आउँछ भन्ने म पनि अलमलमा परेको छु फेरि कैसे कैसे लोग रहते हैं यार यहाँ पर कांग्रेस एमाले माओवादीका कार्यकर्ताहरूलाई मान्छे बन्ने अवसर छ छुट छ मान्छे बन्न पाइन्छ कांग्रेस पछाडि बन्नु होला एमाले पछि बन्नु होला माओवादी पछि बन्नु होला पहिला मान्छे बन्नुस् तपाईहरुलाई मान्छे बन्ने छुट छ तपाईहरुलाई मान्छे बन्ने एउटा अवसर छ दुईटा खुट्टा टेक्दैमा दुईटा खुट्टा टेकेकै भरमा चाहिँ ढाका टोपी लागेकै भरमा मान्छे भन्न मिल्दैन कुखुराको भालेले पनि दुईटा खुट्टा टेकेको हुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी फुट्छ यो राष्ट्रिय स्वतन्त्र पार्टी अंडा फुटे जसरी फुट्छ न भुइँमा हुन्छ न भागमा हुन्छ भनेका छन् ठीक भन्यौ साथी राष्ट्रिय स्वतन्त्र पार्टी अंडा फुटे जसरी फुट्छ तर माउले कोरले पछिको अंडा जस्तो अंडा फुट्छ चल्ला निस्किन्छ हल्ला निस्किँदैन राष्ट्रिय स्वतन्त्र पार्टी व्यक्तिगत रूपमा डाक्टर सोनिम वाग्लेमाथि गरिएको टीका टिप्पणी र जसरी लालछना लगाइएको छ नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाउन जरुरी छैन नाक यही पर्छ भन्ने कुरा सबैलाई जानकारी होस् तालिन शाहलाई केपी